नमस्कार। हामीले सुन्दै आइरहेका छौँ कि कुक भिजामा आएर पाउनुसम्म दुःख पाइयो, भाषा नै चाहिँदैन, आउनुहोस् म तपाईँलाई जापान लगिदिन्छु, तर तपाईँको कमाइ महिनाको 2 लाख 3 लाख अनगिन्ती किसिमका पैसाको कमाइ हुन्छ भन्ने प्रलोभन देखाएर जापानमा लिएर आएर गर्ल्याम्मै खाल्टोमा डुबाएर महिनाको 5 मान पनि नपाइकन ती सोझा साझा जसले केही पनि नबुझिकन ओहो भाषा नै चाहिँदैन रे, भाषा बिना पनि हामीलाई जापान लगेर महिनाको 2 लाखसम्मको आम्दानी गराइदिन्छ रे भनेर झुटो विश्वास गर्नाले जापानमा आएर गर्ल्याम्मै खाल्टोमा परेको तपाईँ हामीले देख्दै आइरहेका छौँ। नेपालबाट आउँदा लागेको रकम पनि फिर्ता गराई नेपाल जस्ताको तस्तै फिर्ता गराउनको लागि सफल हुनुभएका व्यक्तिहरूसँगको आज मेरो कुराकानी विशेष रहनेछ। त्यति मात्र होइन दर्शकबिन, धन्नै गनिने हो भने 80 जना भन्दा बढीको सङ्ख्यामा चाहिँ उहाँहरूले नेपाल आउँदाखेरि नेपालबाट जापान आउँदाखेरि लागेको रकम फिर्ता गराएर सोही व्यक्तिहरूलाई सकुशल नेपालसम्म फिर्ता गराउनको लागि सहयोग पुर्याउनु भएको छ। आउनुहोस् ढिला नगरी हामी उहाँसँग कुराकानी गर्नेछौँ। जापानमा पीडित भएर बस्नुभएका व्यक्तिहरूलाई नेपाल फर्काउने काम गरिरहनु भएको छ। त सुरुमा तपाईँको परिचय र तपाईँले के आधारमा चाहिँ त्यस्ता ती कामहरू गरिरहनु भएको छ, मलाई त्योबाट सुरु गराइदिनुहोस् न। सर, म विगत 6 महिनादेखि वैदेशिक रोजगार उद्धार नेपाल नामक संस्था, जो नेपाल सरकारको तपाईँको कानुन अधीन अनुसार तपाईँको बनेको संस्था हो। हजुर। जुन संस्था मार्फत म जापानको प्रतिनिधि भएर यहाँबाट काम गरिरहेको छु, जो तपाईँको नियम कानुन अनुसार नै हामीले गर्नुपर्ने कामहरू गरिरहेका छौँ। त्यो अनुसार म तपाईँको विगत 6 महिनादेखि यो संस्थामा आबद्ध रहेर काम गरिरहेको छु सर। यो मध्येमा अब हामी प्रसङ्गमै आइरहेका छौँ। तपाईँले आजको दिनसम्म विगत 6 महिनादेखि आजको दिनसम्ममा कतिजनाको सङ्ख्यामा चाहिँ नेपाल फर्काउनको लागि सहयोग पुर्याउनु भयो? विगत 6 महिनादेखि अहिलेसम्म आजको दिनसम्म सर 87 जना चाहिँ पैसा फिर्ता गरेरै नेपाल फिर्ता भइसक्नु भएको छ। भनेको नेपालबाट आउँदाखेरि लागेको रकम फिर्ता गराएर उहाँहरूलाई सकुशल नेपाल फर्काउने काम गर्नुभयो? हजुर, हो। यो मध्येमा सबैभन्दा बढी पीडित चाहिँ कुन भिजामा आउनु भएको हुँदो रहेछ? सबैभन्दा पीडित चाहिँ कुक भिसामा अथवा तपाईँको यो वर्किङ कुक भनेर छ नि, हजुर, हो त्यो भिसामा सबभन्दा धेरै हुनुहुन्छ। अनि त्यसपछि यो तपाईँको गिजिङको भिसामा आउने पनि हुनुहुन्छ होइन? हजुर। त्यो दुईटा भिसामै हो धेरै जसो व्यक्तिहरू हामीसँग आउने सम्पर्कमा उहाँहरू नै हो। पीडित छौँ सर, यस्तो छ भनेर आइसकेपछि हामी दुईजनाकै तपाईँको के छ, पीडित भनिएका व्यक्ति र जसले पीडक बनाउनु भएको छ उहाँहरूलाई समन्वयमा ल्याएर उहाँहरूसित कुरा गर्दै जाँदाखेरि सबै कुरा सोधिसके पछाडि पीडितलाई न्याय दिने र पीडकबाट न्याय दिलाउने काम चाहिँ गरिरहेका छौँ। यी पैसा फिर्ता गरिदिनुहोस् भन्दा सजिलैसँग फिर्ता गरिदिए आजको दिनसम्म ती साउहरूले? सबैभन्दा धेरै अहिलेसम्म गरेको काममा धेरै जसो व्यक्तिहरूले चाहिँ राम्रै तरिकाले नै त्यस्तो केही तपाईँको अप्ठ्यारो नगरिकन नै फिर्ता गरिरहनु भएको छ। अब 1-2 जना व्यक्ति त तपाईँको त्यो काम गर्दै जाँदा आउनुहुन्छ, त्यस्तो बेला पनि हामी सहजतापूर्वक नै काम गरिरहेका छौँ। उहाँहरूसँग सबै कुरा समन्वय गरेर उहाँहरूलाई यो सम्पूर्ण यो तरिकाको कारबाही तपाईँहरूले भोग्नुपर्ने हुन्छ, यो सबै कुरा बताइसकेपछि चाहिँ उहाँहरूले आफूलाई बचाउनको लागि भए पनि उहाँहरूले गरिरहनु भएको छ। त्यस्तो अहिलेसम्म चाहिँ धम्कीपूर्ण भाषा भनेर खासै तपाईँको यो पीडक बनाउने व्यक्तिबाट कसैबाट पनि पाएका छैन हामी। भनेको तपाईँले जस्तो 87 जनाको सङ्ख्यामा उद्धार गरिदिँदै गर्दा, जापान प्रतिनिधि भएर काम गर्दै गर्दा, हजुर, सबैभन्दा बढी रकम कतिसम्म तिरेर चाहिँ नेपालबाट नेपाली दाजुभाइ दिदीबहिनीहरू जापान आउनु भएको रेकर्ड तथ्याङ्क पाउनुभयो? हामीले सबैभन्दा बढी 25 लाखसम्म तिरेको रेकर्ड पायौँ सर। 25 लाख र त्यो पनि जापान आउनको लागि? हजुर, हो। कुन भिजामा आउनुभएका व्यक्तिहरू पर्नुभयो त्यसमा? त्यसमा तपाईँको गिजिङको भिसामा तपाईँको अझै तपाईँलाई भनौँ नक्कली डकुमेन्ट बनाएर आउनुभएका व्यक्ति चाहिँ त्यस्तोमा पर्नुहुँदो रहेछ। सरल भाषामा हामीलाई भिडियो हेरेर बस्नुहुनेहरूलाई जो नेपालबाट आउने सोच गरिरहनु भएको छ उहाँलाई बुझ्नको लागि गिन्जेको भन्नुको अर्थ नै नेपालबाट नेपाली हामीलाई सरल तरिकाले बुझ्नको लागि ब्याचलर भिजामा आउनेहरूले 25 लाखसम्म तिरेको रेकर्ड तपाईँले पाउनुभयो? हजुर, हो। त्यो पैसा फिर्ता गराउनको लागि लगभग कति रकम जति फिर्ता गराउन सफल हुनुभयो? त्यस्तो
यस्तो छ सर, उहाँहरूको चाहिँ के भयो भने उहाँहरूको अलिकति मेलमिलाप कस्तो तरिकाले भइदियो भने उहाँले 25 लाख तिरेर त आउनुभयो होइन, तर उहाँले चाहिँ के गर्नुभयो भने उहाँलाई चाहिँ तपाईँको उहाँ नेपाल फर्किनु भएन। त्यस्तै तपाईँ नेपाल नफर्किने व्यक्ति पनि हामीसँग लगभग 250-300 भन्दा बढी मानिस यहाँ सेटल भइसक्नु भएको छ क्या सर। त्यस्तो व्यक्तिहरू उहाँले चाहिँ यही काम लगाउने, ल यति पैसा मलाई काम लगाउनलाई दिनुहोस्, म यही काम गर्छु भनेर बस्नु भएको छ। उहाँको अलिकति भिसा लामो भएको भएर होइन त्यस्ता व्यक्ति हुन्छ। म्याक्सिमम् हामीले फिर्ता गराएको व्यक्ति चाहिँ अहिलेसम्म नेपालमै फर्काएर गएको व्यक्तिको चाहिँ 15 लाखसम्मको चाहिँ हामी फिर्ता गराएर पठाएका छौँ। भनेको सबैभन्दा बढी रकम 25 लाख भने सबैभन्दा कम रकम तिर्नु भएको चाहिँ तथ्याङ्क केही भनिदिन सक्नुहुन्छ मलाई? सबैभन्दा कम रकम भनेको तपाईँको 10 देखि 12 लाख सर। भनेको 10 देखि 12 देखि 25 लाखसम्ममा रकम तिरेर चाहिँ जापान आइरहनु भएको छ। हो सर हो। भनेको 87 जना मध्येमा सबैभन्दा बढी पीडित महिलाहरू पर्नु भयो कि पुरुषहरू चाहिँ पर्नु भयो तपाईँको आङ्कलनमा, तपाईँले हेर्दै गर्दा उद्धार गर्दै गर्दा? धेरै व्यक्ति पुरुष नै हुनुहुन्छ जो कुक भिसामा आउनु भएको छ, उहाँहरू धेरै हुनुहुन्छ र तपाईँको महिलाहरू पनि हुनुहुन्छ, महिलाहरू चाहिँ अलिक कम हुनुहुन्छ। भनेको अब यो कुरामा हामीलाई हेरेर बस्नुहुने दर्शकबिनहरूलाई चाहिँ जो नेपालबाट जापान आउने सोचमा हुनुहुन्छ, जापानमा दिनानुदिन नियम परिवर्तन हुँदैछ, भिजामा यत्तिकै कडाइ हुँदैछ, यो कुराहरू हुँदै पनि तपाईँले यसरी जापानबाट चाहिँ सकुशल उहाँहरूले लागेको लागतमा केही रकम कटौती गरेर उहाँलाई पैसा फिर्ता गराएर नेपाल फर्काउने जुन कार्य गरिरहनु भएको छ, यो हुँदै गर्दा यो तपाईँले गर्दै गर्दा नेपालबाट आउन लाग्नु भएका वा जो प्रोसेस गरिरहनु भएको छ उहाँहरूलाई के सुझाव दिन चाहनुहुन्छ? म उहाँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले आफूले यो सबै कुरा जापानको बारेमा सबभन्दा पहिला त बुझ्नुहोस् कस्तो छ। तपाईँको जापान गएका व्यक्तिहरूको तपाईँको एक दिनको फोटो हेर्दैमा र एक दिनको भिडियो हेर्दैमा तपाईँको जापानको लाइफ राम्रो छ भन्ने नसोचिदिनु होला सबभन्दा पहिला। हजुर। अनि अर्को कुरा उहाँहरूले चाहिँ कसरी काम गरिरहनु भएको छ, कस्तो कन्डिसनमा हुनुहुन्छ उहाँहरू, त्यो सबै कुरा बुझ्नु होला। यत्तिकै तपाईँहरू जापानको लाइफ राम्रो छ उहाँहरूको लाइफ देखेर, उहाँहरूको एक दिनको जीवन देखेर तपाईँहरूले हेरेर जापान आउँछु भन्ने सोच कदापि नबनाउनु होला। मैले त जापान आउनुहोस् भनेर सल्लाह नै दिँदिनँ सर। हामीले अहिले जुन देखिरहेका छौँ पीडाहरू, त्यसले गर्दा जापान आउनुहोस् भन्दैन। हामी यो जुन वर्किङ भिसामा छ त्यसको लागि अहिलेको अवस्थामा चाहिँ अब चाहिँ जापान आउनुहोस् भन्दैनौँ। अब मैले तपाईँलाई एउटा कुरा के पनि सोध्न चाहेँ भने दिएको पैसा फिर्ता गराउनको लागि भन्ने नै हो भने एकदमै चाहिँ सम्भव नै छैन। हजुर। यदि नेपालबाट जापान आउन लाग्नु भएका व्यक्तिहरूले के कस्ता कुराहरूमा ध्यान दियो वा पुर्याइयो भने चाहिँ त्यो पैसा उठाउनको लागि सरल हुन्छ उहाँहरूलाई? मैले बुझिनँ, अलिकति सरल तरिकाले भनिदिनुहोस्। कस्तो भने उहाँबाट पैसा हालिसक्नु भएको छ? होइन, मैले तपाईँलाई फेरि पनि रिपिट गरेँ। नेपालबाट जो जापान कुक भिजामा वा ब्याचलर गिन्जुको भिजामा आउन लाग्नु भएको छ वा जो आउँदै हुनुहुन्छ उहाँहरूले आफ्नो लागत जसलाई तिर्दै हुनुहुन्छ नि, हजुर, उहाँहरूलाई तिर्दाखेरि केही प्रमाण भिडियो वा केही कागज वा वकिलसँग बसेर वा के काम गरेर चाहिँ उहाँहरूलाई जो साउलाई पैसा बुझाउँदाखेरि के काम गरियो भने चाहिँ जापान आएर यदि फसियो, आफूलाई भनेअनुसार भएन भने त्यो पैसा फिर्ता पाउने भन्ने किसिमको के समझदारी गरियो वा के काम गरियो भने चाहिँ त्यो पैसा उठाउनको लागि सरल हुन्छ। तपाईँले आजको दिनसम्म यो काम गर्दै गर्दा यो किसिमको यो कुरामा पनि अलिकति ध्यान दिनुभयो होला। तपाईँले यस्तो गरेर आउनुभएको भए आज तपाईँको पैसा उठाउनलाई सजिलो हुन्थ्यो भन्ने एउटा हुन्छ नि। हो, यस्तो छ सर। यो विषयमा चाहिँ कस्तो छ भने उहाँहरूले जस्तो जापानबाट जो साउले चाहिँ उहाँहरूलाई एउटा एग्रिमेन्ट पेपर पठाउनु भएको हुन्छ, जुन कम्पनीको हुन्छ त्यो एग्रिमेन्ट पेपर चाहिँ सुरक्षित राख्नु होला एउटा कुरा। र जापानको साउसँग गरेका कुराकानीहरू पनि सुरक्षितसँग राख्न सक्नुहुन्छ। दोस्रो, अनि तपाईँको उहाँहरूले चाहिँ जुन पैसा हाल्नु भएको छ त्यो साउको खातामा हाल्नु भएको छ भने र तपाईँको वैदेशिक रोजगार सम्बन्धी केस हो भन्ने प्रमाणित हुन्छ भने त्यस्तो कन्डिसनमा चाहिँ उहाँहरूले मजाले केस हाल्न सक्नुहुन्छ। भनेको जस्तो कोही व्यक्तिले हरि नाम गरेको व्यक्तिको मार्फत जापान आउँदै हुनुहुन्छ भने हरि नाम गरेकै व्यक्तिको ब्याङ्क अकाउन्टमा चाहिँ पैसा डिपोजिट गरियो भने प्रुफ बलियो भयो। एकदम हरि नाम गरेको भन्दा जुन कम्पनीको नामबाट उहाँलाई एग्रिमेन्ट पेपर गएको छ त्यही कम्पनीको सम्बन्धित व्यक्तिहरूलाई खातामा पैसा हालिदिनु भयो भने अझै राम्रो, धेरै राम्रो। ओके,
यो बिचमा अब चाहिँ जो जापानमा यस्तै किसिमको झमेलामा परिरहनु भएको छ, अझै पनि अब भिजा सकिन लाग्यो, जापान आइयो तर काम भएन, यस्तै किसिमको समस्या जति 87 जनालाई फर्काउनु भयो, त्यही समस्यामा जापानमा हुनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले वैदेशिक रोजगार उद्धार नेपालको जापान प्रतिनिधि रोशनजीलाई सम्पर्क गर्न परेको खण्डमा कसरी सम्पर्क गर्ने? मेरो सम्पर्क गर्नै परेको खण्डमा चाहिँ तपाईँको मेरो नम्बरहरू तपाईँको टिकटकको बायोमा पनि छ र मेरो नम्बर तपाईँको फेसबुकको माथिपट्टि बायोमा पनि छ। त्यो नम्बरबाट लिएर तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाईँको धेरै भिडियोहरू हामी हालेका पनि छौँ। टिकटकमा हामीले धेरै भिडियोहरू पनि रोशन गौतमको उसबाट तपाईँ आइडीबाट हालेका छौँ र हाम्रो अर्को प्रतिनिधि हुनुहुन्छ विजय पाण्डे पालपाली राजा भनेर आइडी छ, उहाँलाई सम्पर्क गर्दा पनि हुन्छ। उहाँबाट पनि मैले जे गर्छु उहाँले पनि त्यो हामी सब सहमतिमै साझेदारीमै उहाँहरूको समस्या अहिलेसम्म हल गरिरहेका छौँ। अब तपाईँले हामीलाई धेरै साथ दिइरहनु भएको छ, यसरी नै हामी तपाईँको गरिरहेका छौँ। तपाईँ मार्फतबाट हामीसँग नम्बर लिँदा पनि हुन्छ। उहाँले भनेको जापानमा जापान प्रतिनिधि वैदेशिक रोजगार उद्धार नेपालको प्रतिनिधि भएर एउटा टिम, तपाईँहरू एउटा टिम भएर काम गरिरहनु भएको छ? हजुर, हो। अनि यदि तपाईँलाई सम्पर्क गर्न परेको खण्डमा मैले तपाईँहरूलाई माथि स्क्रिनमा पनि उहाँ रोशनजीको चाहिँ सम्पर्क नम्बर तपाईँहरूलाई राखिदिएको छु। तपाईँलाई यदि आवश्यक परेको छ, तपाईँहरू पनि यस्तै किसिमको समस्या र झमेलामा परिरहनु भएको छ भने माथिको कन्ट्याक्ट नम्बरमा वाट्सएप वा तपाईँले जहाँ डाइरेक्ट फोन गर्न नि सक्नुहुन्छ वा वाट्सएपमा पनि तपाईँले सिधै सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ यो समस्यामा परिरहनु भएको छ वा तपाईँको आफ्नो आफन्त परिरहनु भएको छ भने म एउटा कुरा राखेँ, यो भन्दै गर्दा म फेरि तपाईँलाई एउटा बिचमा कुरा काट्ने, सरी। मैले चाहिँ के भन्छु भने यहाँ जो वास्तविक पीडित हुनुहुन्छ नि उहाँले मात्रै सम्पर्क गर्नु होला। जो आएर तपाईँको काम गरिरहनु भएको छ, साउले काम लगाएर पनि काम छोडेर हिँड्नु भएको छ र काम गर्दै गर्दा उहाँहरूले साउरबाट तपाईँको तलब पाउनु भएको छैन, त्यस्तो कन्डिसनमा चाहिँ सम्पर्क गर्नु होला। काम लगाउँदा पनि काम छोडेर हिँड्ने, अर्को ठाउँमा जाने, त्यहाँबाट यो काम गर्न सक्दिनँ, यो गर्न सक्दिनँ भन्ने कन्डिसनमा चाहिँ तपाईँहरू चाहिँ हामीसँग नआउनु होला, प्लिज, बिन्ती हामी यो गर्दछौँ। कुनै नेपाली दाजुभाइ दिदीबहिनीहरू पीडित चाहिँ नेपालीहरू तपाईँहरूको सम्पर्कमा आउनु भएको खण्डमा यो काम गरिदिए बापत तपाईँहरूलाई केही सेवा शुल्क बुझाउनु पर्ने हो? हामीलाई केही पनि दिनु पर्दैन, 1 रुपियाँ पनि दिनु पर्दैन। हामी तपाईँको वैदेशिक रोजगार उद्धार नेपालको तपाईँको जापान प्रतिनिधि भएर हामी तपाईँ उहाँहरूलाई चाहिँ एकदम पीडितलाई न्याय दिनको लागि मात्रै हामी काम गरिरहेका छौँ। नेपालीले नेपालीलाई चाहिँ पीडा नदियोस् भन्ने हाम्रो चाहना हो सर। हामीलाई केही दिनुपर्ने हुँदैन। भनेको निशुल्क रूपबाट तपाईँहरूले चाहिँ फसेको पैसा वा सकुशल जो वास्तवमै पीडितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नेपाल फर्काउने उद्धारको काम गरिरहनु भएको छ। हजुर, हो सर, हो। तपाईँहरूको यो कामप्रति मेरो हिजोदेखि आजको दिनसम्म पनि प्रत्यक्ष अप्रत्यक्ष रूपबाट मैले तपाईँहरूलाई पनि साथ दिँदै आइरहेको छु। एकदम तपाईँलाई त हामी एकदम आभारी व्यक्त गर्छौँ सर यो विषयमा। तपाईँहरूले गर्दै गरिरहनु भएको कामलाई एकदमै अविस्मरणीय, एकदमै राम्रो काम गरिरहनु भएको छ। जो जापानमा अलपत्र परिरहनु भएका व्यक्तिहरूलाई यसरी उद्धार गरिदिरहनु भएको छ। भोलिको दिनमा यस्ता किसिमको समस्या अरू नेपालीहरूलाई नपरुन् भन्ने उद्देश्यले हामीले यो भिडियो सामग्री तयार पारेका हौ। र अन्तमा रोशनजी, तपाईँलाई लागेको वा तपाईँले पैसा उठाउँदै गर्दा तपाईँको चाहिँ स्वयं तपाईँलाई नै व्यक्तिगत तर्फबाट तपाईँलाई केही अप्ठ्यारो अथवा केही भएको छन् भने वा त्यस्ता भोग्नु भएको छ भने त्यो पनि सुनाइदिनुहोस् न। कोही व्यक्ति त्यस्तोमा हुन्छन् सर, तर त्यस्ता व्यक्तिले चाहिँ 1-2 जना आएका थिए, तिनीहरूले चाहिँ तपाईँको हामीसँग माफी मागिसकेको कन्डिसन छ। त्यो भएर तिनीहरूलाई चाहिँ केही भन्नुपर्ने आवश्यक देखेको छैन सर अहिले कन्डिसनमा। त्यस्तो कन्डिसन गरेर आउनुहुन्छ भने तपाईँहरू हामीसँग आउँदै नआउनुहोस्। तपाईँ आफ्नो न्यायको लागि तपाईँ रुँदै आउँदै गर्दाखेरि तपाईँको काम भइसके पछाडि चाहिँ आफू माथि गएर म यस्तो गर्छु त्यस्तो गर्छु भन्ने कन्डिसन राख्नुहुन्छ भने तपाईँहरू चाहिँ हामीसँग आउँदै नआउनुहोस्। तपाईँहरू बरु जापानमै कसरी बस्नुहुन्छ, कसरी गर्नुहुन्छ त्यो अनुसार गर्न सक्नुहुन्छ। मैले एउटा कुरा पनि के सोधेँ भने हामीले जो वैदेशिक रोजगार उद्धार नेपाल का प्रतिनिधि जो जापानमा तपाईँहरूको टिम जो हुनुहुन्छ उहाँहरूले यो सम्बन्धी मात्रै काम गर्ने हो कि अरू पनि केही कामहरू गर्दै आइरहनु भएको छ जो अथवा विभिन्न कुराहरू हामीले के गर्दैछौँ भने तपाईँको यो मात्रै पीडित नेपालबाट आएर यहाँ फस्नु भएको मात्रै होइन कि जो व्यक्ति नेपालीले यहाँ नेपाली भएर नेपालीले नै नेपालीलाई जुन काम लगाउने कुरामा पैसा मागेर ठग्ने त्यस्तो कन्डिसन छ, त्यो कन्डिसनमा पनि हामी हेर्ने गर्छौँ सर। हस्, भनेको
तपाईहरूलाई वास्तवमै एकदमै पीडित हुनुहुन्छ यदि तपाईँहरूको समस्या चाहिँ वैदेशिक रोजगार उद्धार नेपाल जापानको प्रतिनिधिहरूसँग सम्पर्क गरेर तपाईँको समस्याको समाधान हुन्छ जस्तो लाग्छ भने आज र अहिले नै सम्पर्क गर्नु होला र यो भिडियो जति सक्दो सेयर गर्न नछोड्नु होला। हुन्छ रोशनजी, समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस् आयुषजी, नमस्ते। हस् धन्यवाद। दर्शकबिन, यदि तपाईँहरू यस्तै किसिमको समस्या र झमेलामा फँसिरहनु भएको छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्। तपाईँको समस्याको समाधान 100मा 100% समाधान हुन सक्छ म भन्दिनँ, तर केही न केही राहत वा केही न केही समस्याको समाधान चाहिँ पक्कै हुनेछ र गर्नुहुनेछ। जो भर्खरै तपाईँले सुन्नुभयो, आजको दिनसम्म विगत 6 महिनादेखि यता हेर्ने हो भने सङ्ख्यागत हिसाबमा भन्ने हो भने अघि पनि भनेको सुन्नुभयो, 87 जनाको हाराहारीमा चाहिँ जापानबाट चाहिँ नेपाल फर्काउनको लागि जो लागेको लागत पनि फिर्ता गराएर सकुशल नेपाल फर्काउनको लागि सफल हुनुभएका व्यक्तित्वहरूसँगको कुराकानी तपाईँलाई मैले प्रस्तुत गरेँ। यदि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ, के लाग्छ, आफ्नो प्रतिक्रिया चाहिँ दिन नछुटाउनु होला भन्दै भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला, ताकि यस्ता किसिमको समस्या र यो जति पनि कुराहरूमा झमेलामा परिरहनु भएको छ त्यस्ता ती व्यक्तिहरूलाई चाहिँ प्रत्यक्ष तरिकाले सेवा पुर्याउने चाहिँ उद्देश्यले चाहिँ यो भिडियो तपाईँहरू माझ मैले चाहिँ सार्वजनिक गरेको हुँ भन्दै बिदा हुन चाहन्छु। नमस्कार।